अब हाम्रो 3-4 दिनको बसाइ हुन्छ लुम्बिनीमा चाहिँ। अब लुम्बिनीको भिडियोहरू चाहिँ मेरो दिनदिनै आउनेछ है। अनि तपाईहरुले चाहिँ हेरेर मनोरञ्जन लिन सक्नुहुनेछ। अरु त के नै भन्न सक्छु र। कमेन्ट शेयर गर्नु होला, सब्स्क्राइब गरिदिनु होला। मन पर्यो भने मन परेन भने डिसलाइक गर्नु नै सक्नुहुन्छ भने यतातिर फोटो खिचौँ न लु। मन पर्यो भने लाइक कमेन्ट शेयर गरिदिनु होला। यहाँ चाहिँ तालहरू पनि राम्रो बनाएको रहेछ। उता गेटहरू पनि बनाउँदै रहेछ नयाँ नयाँ। चाहिँ लुम्बिनी घुम्ने क्रम चलिरहेछ। अब लुम्बिनीको चाहिँ यो ठाउँको नाम चाहिँ थाहा भएन। खासमा चाहिँ मायादेवी मन्दिर जाने बाटो नै हो। चाहिँ यस्तो सुनसान छ, दामी दामी छ। हामी चाहिँ जाँदैछौँ। मायादेवी टेम्पल। अहिले चाहिँ हामी मायादेवी टेम्पलमा आइपुगिसकेको अवस्था। मायादेवी यहाँ भित्र पनि चढाउँछ होइन? यहाँ भित्र चढाउने यहाँ मायादेवी मन्दिर दर्शन गरेर चाहिँ अलि निस्केको अवस्था। चाहिँ मायादेवी पोखरी हो। चाहिँ अब यहाँ लुम्बिनीमा है मायादेवी मन्दिर कुरा गर्दैछु। उड्न एकचोटि भन्नु तिम्रो उड्न एकचोटि भन्नु। कस्तो दामी यहाँ। अन्त नि खिचिराख्यो भने यहाँ चाहिँ ह्याड बेच्नु राखेको रहेछ। अनि मैले चाहिँ ह्याडलाई यो ह्याड चाहिँ लिने विचार गरेँ है त। सुहाएको छ मलाई। मंगल मंगल सब बुद्धा लुम्बिनी घुम्दैछौँ। मायादेवी टेम्पल जानु लागेको। सरर रिक्सामा हरर हावा पनि चिसो चिसो चलिरहेको छ। राजाको यही उसमा भइहाल्थ्यो। अन्त नि
आउनु भएको भए हुन्थ्यो पैसा छैन भनेर हो कि हामी तिर्दिन्थ्यो त अन्त हामी तिर्दिहाल्छौँ एकजना बस्दा भइहाल्छ आएन है अब दाइ केमा जान्छ होला हामीलाई त उतै छोडिदिन्छ सिधै कुशीनगर चाहिँ लानुपर्छ होला हाम्रो त्यो उसले ल्याउनु पर्थ्यो हाम्रो सरहरूले एउटै काम त हो नि हामी त भोलि कुशीनगर जान्छ सक्यो होला तपाईँ जाने कि नजाने हामी त भोलि कुशीनगर जाने बिहानै यहाँको म उठ्दिनँ नै मलाई उठायो भने जबरजस्ती के अरे जबरजस्ती म त्यो इलेक्सनमा जादिनँ मिलाएर राख्यो भने राख्दो नभए नजाने त्यही हो त सबैभन्दा फर्स्ट लिम्बुहरू उठ्छ छ्यापे जेठ मैले 3 महिना अगाडि बनाएको एकाउन्ट गर्ने सबै 3 महिना पनि भएको छैन होला मैले टिकटकमा सबैभन्दा धेरै भ्युज गरेको 26, 27, 28 छ होला एउटामा गीत गाएको जस्तो हो त यो त गीत गाउने पैसा बस्नु ठुक्कै यस्तै 20 रुपैयाँ पाइन्छ नि जग्गा त चाइनिज गुम्बा हो म चाहिँ अहिले चाइनिज गुम्बामा आइरहेको छु यहाँ लुम्बिनीमा चाहिँ सबै देशहरूको सबै कन्ट्रीहरूको चाहिँ गुम्बाहरू छ नि त अनि यसो अहिले चाहिँ चाइनिज गुम्बामा हाम्रो गुम्बामा भित्ताहरूमा तपाईँले 4वटा महाराजहरू चतुर महाराज त्यो दायाँ छ नि 4वटा त्यो उहाँ चतुर महाराजहरू उहाँको लाफिङ बुद्ध त्यो कुराहरू चाहिँ उनीहरूको आफ्नै भाषामा अमित कोपो भन्छ कि त्यो बेलामा त्यो उनीहरूको आफ्नै भाषामा चाहिँ पर्छ अनि जस्तो चेङ्ग्रेसीहरूलाई मन्जुश्रीलाई उनीहरूकै भाषामा छ मन्जुश्रीलाई उनीहरूले तपाईँको त्यो वेन्सु पुसा भन्छ उनीहरूको आफ्नै भाषा जस्तो अब चेङ्ग्रेसीलाई तपाईँको के भन्छ उनीहरूको चेङ्ग्रेसीमा छुट्टै छ मायादेवी मन्दिरमा चाहिँ टेम्पललाई दर्शन गरिवरी फर्किँदै गरेको अवस्था अनि यता चाहिँ लिटिल बुद्ध छ लिटिल बुद्ध दर्शन गर्नको लागि जाँदैछु अनि यहाँको प्रकृति यति मनोरम छ आनन्द आउने होइन द पोजिटिभ भाइब्स भनौँ न जस्तै अब अहिले यतिखेर चाहिँ मेरो माइन्ड चाहिँ स्क्यान गरे जस्तो लागिरहेछ नयाँ नयाँ भाइब्सहरू नयाँ नयाँ विचारहरू पैदा भइरहेछ भनेर चाहिँ नभनिहालौँ होला तर अर्कै फिल भइरहेछ नि त अनि त्यही भएर प्रकृतिसँग रम्नु भनेको साह्रै राम्रो सबैलाई प्रकृति राम्रो लाग्छ अनि एकदमै राम्रो लागिरहेछ अनि म चाहिँ लामो समयपछि धेरै आउने भन्दै अनि आउनै पाएको थिएन अब के आफ्नो व्यस्तताको कारणले गर्दाखेरि सो आज हामी 2-3 दिनको बसाइ छ लुम्बिनीमा अनि घुमघाम चलिरहेछ अनि त्यसपछि हाम्रो कुशीनगर यात्रा पनि छ अनि भोलि चाहिँ पूर्णे पनि रहेछ पूर्णिमा पनि अनि पूर्णेको बेलामा झन् दर्शन गऱ्यो भने राम्रो हुन्छ भन्छ होइन लामा गुरुहरूले अनि हामीले पनि दर्शन गऱ्यौँ र अहिले चाहिँ यो भिजिट गर्ने कार्यहरू भइरहेको जारी छ वर्ग माइल बाई 3 वर्ग माइलमा छ यो अहिलेको क्षेत्र लुम्बिनी गृह योजना अनुसार चाहिँ 5 वर्ग माइल बाई 5 वर्ग माइलमा बनाउने थियो प्लान तर हाम्रो यसमा चाहिँ सिरियसली अब यो विषयमा कतै पनि केही नहुँदा अहिले यो 1 वर्ग माइल बाई 3 वर्ग माइल भित्रकोलाई पनि सुरक्षा गर्न गयो टेक केयर गर्न गयो यो प्रकृति कसरी हो त भन्दाखेरि यहाँ चाहिँ 5 कलरहरू देख्छ तपाईँले एकछिन प्रे गरेर यहाँ चाहिँ सधैँभर चाहिँ देखाउँदैन यहाँ चाहिँ ठुल्ठुलो प्रोग्रामहरू भयो भने अझै राम्रोसँग दर्शन गर्न पाउनु किन भन्दा एकदम अमूल्य छ नि त यहाँ चाहिँ शरीर धातु नै प्रत्यक्ष भनौँ न दर्शन गरेको बराबर नै हो
ल ल ल बल्ल भिडियोसँग सुत्नु हजुर विदुर सरको कोठामा सुत्नु भनेको विदुरसँग सुत्नु भनेको त तपाईँ चाहिँ सँगै भनेको थिएँ तर होइन कोठामा